बिल्ला नहाल्ने गाइस फाइनली हामी चाहिँ पोखरमा आएर यहाँ दौरा खोज लो गाइस यहाँ चाहिँ दाइ दौरा चिर्ने होइन चारो घाँसमा दौरा लिन मात्र हेलो स्वागत छ तपाईहरुलाई मेरो नयाँ ब्लगमा। हेलो गाइस वेलकम टु माय न्यू ब्लग। आज हामीहरु चाहिँ तेरा तो गेम बजाना पड़ा के अरे ल बिल्ला नहाल्ने नहीं आज हामीहरु चाहिँ दौरामा जाँदै गरेको घरि चाहिँ आएको आउनु बित्तिकै पनि दौरामा फेरि दौरामा जाँदै गरेको हामीहरु। बिल्ला नहाल्ने न हेलो मिस्टर अविनाश लिम्बू। अनि हामीहरु चाहिँ बगर जाँदै गरेको त पनि दौरा लिनुलाई एउटा मात्र पन्चर बोकेर दौरा चिर्ने उहाँ बोक्ने चाहिँ म। आज चाहिँ हामीहरु खोला जाँदै गरेको। भरे आन्टीले देख्यो भने त मार्छ है तिमीलाई म मैले देखाएकै छैन त। गाइस हामीहरु चाहिँ जानुपर्ने छ उ तलको मुनि बगरमा। यहाँ चाहिँ अहिले त्यस्तो गुटुङटुङ ओह्रालो छ होइन कस्तो ब्लर आयो। यहाँ चाहिँ अहिले यस्तो ओह्रालो छ भरे आउँदाखेरि चाहिँ गरेको छैन उठो भरे आउँदा चाहिँ उकालो कन्नी कन्नी चढ्दै आउनुपर्छ। हामीहरु चाहिँ नेपालकै तेस्रो कि तेस्रो लामो झुलुङ्गे पुलमा आइपुग्यौँ। अब दौरा खोज्नु जाने त्यहाँबाट। मसँग बगर आउने मान्छे त भाग्यमानी पो त। मसँग बगर आउनु मान्छे त एकदम भाग्यमानी। यहाँ आएर चाहिँ डोको साट्ने अरे अहिले यहाँसम्म चाहिँ मलाई ठुलो बोकायो क्या। अनि जब यहाँ मान्छेहरू आउनु थाल्यो अनि चाहिँ ऊ ठुलो बोक्ने अरे लाज पसेको। भारी पनि ठुलै बोकाउन यसमा ए नो भारी त दाइले ठुलो बोक्नुपर्छ थाहा छैन। गाइस फाइनली हामीहरू चाहिँ बगर आइपुगिसक्यौँ होइन। अनि अब चाहिँ दौरा चिर्नु जाँदै गरेको। म चाहिँ दौरा भेलाउने मात्रै हो। अनि यता मिस्टर अविनाश तेगिम चाहिँ दौरा चिर्ने हो। किन कसको याद आयो कि अनि ल गाइस हामीहरू चाहिँ बगरमा आएर यहाँ दौरा खोजेकै छौँ। सबै आसपाल त दौरा लाने मान्छे धेरैजना रहेछ। यो चिरेर छोडेको दौरा हो कि के हो? हेन्छम देखिनु भयो त। म पनि राम्रो नै छु। उफ ल चिर्न थाल्नु। ल गाइस यहाँ चाहिँ दाइ दौरा चिर्ने होइन। अनि म चाहिँ रमिता हेर्ने होइन। म चाहिँ भारी बोक्नु मात्रै आएको खासमा दौरा लिन मात्रै। दौरा चिर्ने काम चाहिँ मिस्टर अविनाश तेगिम दाजुको। खोइ बल सकेको हो काठमाडौँ गएर भएन बल भएन है। सिन त बोबा लाउने रहेछ त यता आउँदै त बिहान खुट्टा जान्छ है। उता चिरेको होस् लो भयो खुट्टा चाहिँ नाने त यो लु भयो तिम्रो कहिले चिर्दैन लु भयो खोज्नु ढिलो हुन्छ लु भयो ढिलो हुन्छ हौ तिमीलाई पर्खिँदा
लु त्यो थाल्टो भएकोमै हाल्दा म भनेको पर्फेक्ट दाउरा चिर्नु हो क्या, त्यही भएर मलाई कसैले दाउरा चिर्नु दिँदैन। हामीले भारी हालिसकेको छु। यो दुइटा चाहिँ मेरो भारीमा पर्यो। यो चाहिँ दाइको भारी भइसक्यो होइन। अब चाहिँ हामी चाहिँ मेरो भारी हाल्न जान आँटेको। मेरो भारी चाहिँ पर छ। ए मसिनो ल्याउँछ यतिखेर ल ल ल भारी मिल्दैन अगाडि नै लोड पानी हनुङ्गा छ यो दौरा यति त गाइस फाइनली हामीले मेरो पनि भारी लगाइसक्यौँ। गाइस भारी चाहिँ लगायो भने आफै मिलाएर आउने ए त्यो मलाई सुरुमा बगाइदिनु। हामीले चाहिँ हाम्रो भारी लगाइसक्यौँ होइन। अब दाइको भारी दिनु चाँदै गरेको पर छ दाइको भारी चाहिँ। मेरो चाहिँ यता पर छ। धोका खाएको जस्तो गीत सुन्दै बस्छ मेरो दाइ पनि। प्योर धोका। हेर्दा चाहिँ के खाल्टो जस्तो छ नि, यहाँ चाहिँ यत्रो खाल्टो छ। यो चाहिँ माई खोला ममैको यो चाहिँ तेस्रो लामो झुलुङ्गे पुल हो नेपालको। उठो 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 अब मेरो पाली। दाइले त बोकिसक्यो उसको भारी। ऊ प्रीतिकाहरू होइन उयो। ओइ प्रीतिका फर्केर त हेर त मेरो आवाज सुन्दै रहेछ त्यता परको मान्छेले नि। तान्नुपर्छ यहाँ। अटेरीले मेरो भाइ चाहिँ ऊपर छ। हामीले चाहिँ छिमेकी घर आन्टीलाई नि भेटायौँ। ऊ पर दुईजना डोको बोकेर रेडी भइरहेछ। हेलो गाइस फाइनली हामीहरू चाहिँ घर आइपुगिसक्यौँ। साधु आइज यहीँ छ आइज थ्याङ्क्स फर वाचिङ बाई बाई। आमा पसिनै पसिना पो भएछ म पनि। आइज साधु यहीँ छ।